ल दिपा अनि जेठो मान्छेबाट नै नै जानु सिटीमै जान्छन् मल्लसम्म जान्छ त्योभन्दा भित्र नै जानु पमिर लगेर त एक्लै कहाँ जानु पर्ने केदारको जाँदा त कति हुन्छ नि यो मान्छे शिवरात्रिको लाइन पनि यत्रो लाग्नुपर्छ यो पुरा फुल हुन्छ यता दुईजना गयो त भन्नु माथि पहिला यो भिडियो कन्टिन्यू गर्नु लास्टसम्म त्यसपछि चाहिँ यो माथि हालिदियो कि यतै हालिदिने हो कहाँ हाल्यो भने थियो यहाँ हालिदिनु माथि जान्छन् केटाले यतै हाल्नु मजा आयो त्यति लामो यता हाल्नु पनि मिल्छ होला नि मन लाम जान्छन् त भाउजू पनि असम्म छ है यस्तो रङको मेरोमा चाहिँ शक्ति ल जाऊँ बहिनी जाऊँ कहाँ जान लाग्छ बहिनी हामी यो कहाँ हो बहिनी हो अनि कतिपल्ट आयो आजसम्म यहाँ जम्मा कति आयो ए अनि भोग लाग्यो कि नै अब खानेकुरा खाएर नै लाग्यो व्रत बस्यो कि नै व्रत बस्यो ए बस्यो है अनि हिस्टो सकिने बाटो भयो सक्यो अब ढल्ला त नै हो क्या भोक लाग्यो भनेर ए बुधपट्टि त नै हो काहीँ ए यसो ज्ञानी मान्छे ल बहिनी ल केदारमा छु बहिनी नै हामी उता फुपूहरू उता छन् जान्ला छन् मथि बिस्तारै बहिनी र म यहाँ यता छु अब यहाँ छवि बहिनी नै भयो छवि बहिनी भने मान्छे कसो हो त्यस्तो एउटा मान्छे तलमा पछाडि छन् मान्छे यहाँ ओकाला चढिरहेछन् यहाँ मान्छेलाई कसरी हिँडु भन्नुभएको छ बहिनी अल्छी लागेर अहिले त यो हेलिकप्टर आइदियो भने हुने बहिनी नै लिनु टक्क लगाएर घर कि छाडिदियो बर अनि टक्क खानेकुरा मुखमा है बहिनी मिठो मिठो अनि बहिनीहरू त खिर पकाइसक्यो अरे छड्या भन्नु लाग्यो तेरो मम्मी त खिर पकाइसक्यो अरे कहाँ गयो के हो बिरामी परेर कि माला हाल्नु ए बेलुका होइन अब अङ्कल पनि नै सिक्यो घर अनि के गयो गाडीमा ए गाडीमा बमिट नै हो नि त्यसो त राम्रो यदि बुतेर त हुन्छ बमिट सबभन्दा भने सबै ऊ त बाइक भन्ने बित्तिकै खत्तम बाइकमा ए कस्तो उकालो बहिनी है या थाक्यो मात्र होइन पनि पानी भयो
थाकेर हिँड्दैछु ल है बहिनी ल ओहो सिगरेट सिगरेट बढ़िया धेरै वर्षपछि दर्शन भयो केदारको यार